एकदम गाह्रै हुन्छ छेनलाई रामेन दुईटै नै हो कस्तो गिराउ डरलाग्दो गिरायो शरीर पवित्र हुन्छ अरे कि रोग चार्ज लगाइदिनु हेलो एभ्रिवान गुड मर्निङ वेलकम ब्याक टु द च्यानल। आज हामी देवघाट घुम्न आएको म अझै बहिनीहरू दुईवटा बहिनीहरू आएको छ घुम्नलाई होइन। अनि हिजो चाहिँ हामी सिजी गयो अनि त्यसपछि आज यहाँनिर देवघाट होइन। यहाँ देवघाट पनि मेरो चाहिँ यो पहिलोचोटि नै हो कि यो फर्स्ट टाइम एभर नै हो। त्यो कहिले आएको छैन, पहिलादेखिको इच्छा यो त अब होइन। यस्तो छ यहाँनिर यसको नजाराहरू। बिहान चाहिँ यहाँ खासै त्यो भिड चाहिँ हुँदैन। यहाँ चाहिँ मैले सोचेको औँसीको बेला भिड हुन्छ होला भने होइन रहेछ। यहाँ चाहिँ अब विशेष भिड यहाँको जात्रा भनेको चाहिँ माघे सङ्क्रान्तिमा रहेछ कि मैले सोचेको अब त्यो औँसीको बेला होइन बाउ आमा नहुने अब आएर पूजा पाठ गर्ने त्यो सोचेको थियो, तर होइन रहेछ। त्यो मलाई अघि त्यहाँको मान्छेले भनेको थियो यहाँको विशेष जात्रा चाहिँ औँसीको बेला रहेछ। यो सबै यहाँ देवघाट लेखेको छ कि अनि यस्तो छ नि देवघाट भयो। अनि चारैतिर यसरी सबै ठ्याक्क हामी जानु लाग्थ्यो उतापट्टि होइन। यहाँ पनि भगवान्हरू रहेछ अनि यहाँ होटेलहरू सबै। यो चाहिँ अब एक दिनमा यहाँ पनि अब एक दिनमा चाहिँ यो मन्दिर यो ठाउँमा यो देवघाटमा चाहिँ एक दिनमा चाहिँ घुमेर भ्याउँदैन अरे भन्छ क्या अरे। घुमेर भ्याउँछ तर एकदमै ठुलो कि अब सर्टकटमा दर्शन गरेर गऱ्यो भने चाहिँ भ्याउँछ होइन। नत्र यो अब यो हेर्नु त यो डाँडा छ नि यो यता देख्नुभयो हो यो डाँडा सबै मन्दिरै मन्दिरहरू। यो डाँडा यो भित्र पनि टन्नै छन् गुफा यताउता भयो होइन। अनि यता यो पारी जानको लागि चाहिँ होइन यो डुङ्गा चढेरै जानुपर्छ अरे कि। हुन त अब डुङ्गा नचढेर यता पुलको त उता माथि पुल रहेछ त्यो पुल कटेर गए पनि हुन्छ अरे होइन। तर यहाँ देवघाट आएर यो डुङ्गा चढेर गयो भने चाहिँ होइन एउटा भनौँ न हामीले यो पवित्र गङ्गाजललाई चढेर जाँदाखेरि हाम्रो यो शरीर सफा गरेको जस्तै हुन्छ अरे क्या। अनि त्यो यो डुङ्गा चढेर हामी यो पवित्र गङ्गाजल पार गरेर गए पनि आफ्नो शरीरलाई पनि शुद्ध पारिन्छ अरे कि यो पुलबाट पनि गइन्छ अरे। तर मान्छेहरू अब त्यही महत्त्व भएर आएर बुढाबुढी अब हामी जस्तो उमेरको मान्छेहरू सबै डुङ्गा चढेर यो पवित्र गङ्गाजल कटेर उता माथि यो डाँडामा गएर अनि पूजा दर्शन गरिन्छ अरे क्या। अब यहाँ पनि टन्नै मन्दिरहरू छन् के छन् कि धेरै नै छन् यहाँ पनि। यहाँको स्पेसहरू चाहिँ यस्तो छ है पुरै खुल्ला स्पेसमा होइन। अब यो नारायणी खोला भइहाल्यो यतापट्टि अनि यता पारि मन्दिर। मान्छेहरू यतै कोही फोटो खिच्ने कोही अब होइन यहाँनिर स्नान गर्ने यहाँनिर। अनि हामी पनि अब त्यहाँ गएर नजिक गएर फोटोसोटो खिच्छौँ। बहिनीहरू त फोटो खिच्दैछ म पनि गएर फोटोसोटो खिच्छौँ। अनि त्यसपछि हामी डुङ्गा चढेर पार जान्छौँ। पुल चाहिँ चढ्दैन हामी पनि अब यहाँसम्म आएपछि आफ्नो शरीरलाई यो ज्यानलाई पवित्र बनाउनु पऱ्यो नि होइन। अनि हामी पारी जान्छौँ। अब गाइज हामी यसरी यो डुङ्गा चढ्छौँ होइन डुङ्गा चढ्छौँ अनि हाम्रो यो डुङ्गा चढेर पारी जान्छौँ। अनि यो माथि मन्दिर जान्छौँ। अनि फर्किँदा चाहिँ यहाँ छ यता पुल हो त्यो पुलबाट हामी फर्किन्छौँ। ठ्याक्कै एक राउन्ड हान्नुपर्ने रहेछ कि हाम्रो डुङ्गा चढेर उता जाने होइन। अनि मन्दिर माथि मन्दिर दर्शन गरेर अनि निस्किँदाखेरि चाहिँ ठ्याक्कै त्यो पुल तरेर जानुपर्ने रहेछ गाइज। हेर्नु त यस्तो सानो बच्चा रहेछ आउने ए पारी जाँदैछौँ। यो चढेर यसरी चढेर पारी अनि माथि यसरी गएर दर्शन गर्छौँ हामी। यसरी चढ्ने हो। अब चढेको चाहिँ पर्पस चाहिँ 50 रुपिज छ ठिकै हो। हुन त नजिक चाहिँ धेरै टाढो त होइन यो 1-2 मिनटको बाटो 50 रुपिज ठिकै हो। जान आउनु चाहिँ 100 अरे। तर हामी जान्छौँ मात्रै फर्किँदा चाहिँ अब त्यो पुलबाट माथि दर्शन गरेर फर्किन्छ कि उताबाट हामी यता फर्किन्छ। आउनु जाने चाहिँ 100 अरे होइन। जाने मात्रै भने चाहिँ 50 अरे पर्पस चाहिँ। एउटा हाम्रो ड्राइभर चाहिँ सानो भाइ रहेछ होइन। तर हेर्ने हाम्रो डरै लाग्ने पानी यसरी छिर्ने रहेछ सबै हेर्ने यसरी। एक मिनट मात्र लाग्छ धेरै होइन 1-2 मिनट कति मिनट लाग्छ 5 मिनट लाग्छ ए 5 मिनट 2 मिनट हेर्दा नजिक टाइपको रहेछ तर 5 मिनट चाहिँ लाग्दो रहेछ यहाँबाट त्यति पारी जानलाई मात्रै।
2 मिनेट लागेछ 11 मा हिँडेको 13 भयो 2 मिनेट लाग्यो ल भाइको 5 मिनेट 3 मिनेट एक्स्ट्रा भयो सक्यो दाइ वेल गाइज हामी वारी कटिसक्यौँ हामी आइसक्यौँ यता होइन यसरी हामी चाहिँ यिनीहरू पार्किङ गर्दो रहेछ धुनी रहेछ अनि यता घुमेर यता माथि जानुपर्ने रहेछ होइन भाइले 5 मिनट भन्थ्यो तर हामीले घडी हेर्दाखेरि 2 मिनट लागेको थियो ठ्याक्कै 2 मिनट 50 रुपियाँ ठिकै हो महँगो पनि होइन सस्तो पनि होइन जस ठिकै छ यसरी टन्नै फर्स्ट टाइम आइयो यो ठाउँ पनि हेरियो रमाइलो रहेछ ठाउँहरू अस्ति नै हामी योभन्दा 5-6 महिना अगाडि 7 महिना 7-8 महिना अगाडि आउँदा चाहिँ यता माथि पनि मौलाकाली मन्दिर छ क्या अनि त्यहाँ पनि गएको थियो त्यहाँ जाँदा चाहिँ मैले भिडियोहरू ब्लगहरू चाहिँ बनाएको थिएन होइन मैले च्यानल पनि क्रिएट गरेको थिएँ धेरै मलाई थाहा भएन बस्दा हुँदो रहेछ खोइ यिनीहरू कहाँ जानु लाग्यो अब यहाँ फोटोसोटो खिच्ने अब छुने होला होइन जललाई अनि यता मन्दिर चाहिँ यता माथि डाँडामा रहेछ कि जहाँसम्म लाग्छ मलाई यहाँ यसो पानी छुने होइन स्नान गर्ने अब ज्यानलाई यसो हामी त नुहाउँदैन त्यो पनि आफ्नो शरीरलाई यसो माथि छर्केर हामी फर्किन्छौँ त्यस्तो लाग्यो अनि फोटोसोटो किन्ने ठाउँ पनि रहेछ कि हामी अघि पारिबाट आएको है यहाँ पूजापाठहरू नाचगानहरू मजाले चल्ने रहेछ मान्छेहरू बस्ने रहेछ यताउता आफ्नो शरीर पवित्र हुन्छ अरे कि रोगहरू पखालिन्छ अरे भन्ने भनाइ अब चलन छ नि त यहाँनिर उहाँहरूले पछाडि देख्नुहुन्छ बाजे बुवाहरू बुढाबुढी मान्छेहरू नुहाउँदै हुनुहुन्छ क्या नुहाएको राम्रो तर हामी चाहिँ नुहाएन अब जल छोए पानीलाई छोए होइन गाई यो चाहिँ अब छिर्ने गेट अघि होइन त्यहाँबाट छिरेर अनि हामी आउँदा पनि त्यहाँ मान्छेहरूले चाहिँ भन्थ्यो कि अनि सीता गुफा भनेर हामीले वशिष्ठ गुफा सीता गुफा जाने बाटो यहाँभित्र चाहिँ यहाँ चाहिँ पुरै बाँदरहरू देखेर होसियार हुनु होला होइन फेरि बाँदरहरू टन्नै रहेछन् यता जाने मन्दिर चाहिँ यता हो यहाँबाट यता जाने हो तर हामी पहिला गुफा हेरेर आउँछौँ क्या गुफा जानलाई चाहिँ यस्तो ठाडो उकालो चढ जानुपर्दो रहेछ बहिनीहरू चाहिँ बिस्तारै हिँड्दाउँछ म चाहिँ छिटो गएर हेर्छौँ पहिला उनीहरू त हिँड्नु सक्दैन नि त बिस्तारै बाँदर चाहिँ टन्नै आउने चाहिँ ठ्याक्क हाम्रो स्वयम्भू पशुपतितिर जस्तै यसरी यता गुफा पनि आइपुग्छ यो अलिकति माथि अघि चढेर होइन अलिकतिसम्म अनि त्यसपछि हल्का तल झरेर यो गुफा हेर्नु त गुफा चाहिँ हिजो आउनुभन्दा अगाडि चाहिँ हामीले भिडियोमा हेरेको थियो फाइनली हामी पनि आइपुग्यो अब मुनि गएर हेर्छौँ कस्तो राम्रो त अग्लो रहेछ खतरा क्या यो हाम्रो यस्तो मठ मन्दिर जाँदा चाहिँ एकदम एउटा भनौँ न त्यो एनर्जी चाहिँ एउटा छुट्टै आउँछ कि खतरा नै आउँछ कि त्यो एक्सप्लेनै गर्नु सक्छ त्यो एनर्जी भने चाहिँ पुरै ए यस्तो रहेछ ए भिडियो त बत्ती छ बाजे बत्ती छ गुफा सीता चाहिँ कहाँनिर भयो ए सीताको ए तालचा लाएर चाहिँ क्या ए तलबाट ल यहाँ चाहिँ के अरे ए गुरु वशिष्ठ ए सीता गुफा होइन अरे गुरु वशिष्ठ गुफा अरे यो चाहिँ यस्तो रहेछ हेर्थ्यो भर्याङहरू हेर्नु चारैतिर यसरी हेर्थ्यो साँच्चै हो कि यहाँ यस्तो मठ मन्दिर हाम्रो आउँदा चाहिँ छुट्टै एउटा एनर्जी नै आउँछ कि त्यो एक्सप्लेनै गर्नु सक्दैन कि त्यो एनर्जी त्यो भाइब्स भनौँ न है ए सीताको चाहिँ यता मुनि रहेछ होइन हेर्नु त कस्तो दामी के यो चाहिँ अघि उताको चाहिँ त्यो धमिलो फेरि नारायणी रे होइन यहाँ चाहिँ हरियो के एकदम सफा रहेछ पानी चाहिँ यो चाहिँ काली गण्डकी रे दुईवटा पानी मिसेर बनेको रहेछ नि त दुईवटा खोला यो चाहिँ काली गण्डकी रे यो मुनि देखिरहनु भएको यता चाहिँ मुनि सीता गुफा रे यहाँ चाहिँ अब रामको गुरु बसेको ठाउँ अरे अब हामी तल जाँदैछौँ हेर्नु खतरा के हेर्नु यो भर्याङ पनि बुढाबुढी मान्छेलाई हिँड्नु चाहिँ गाह्रै रहेछ ठाडै छ यस्तै छ हेर्नु त यता गुफा सीता मन्दिर पनि छिर्छौँ अब जुत्ता चप्पल चाहिँ यहीँ बाहिरै भन्थ्यो होइन तर ऊ त्यहाँसम्म चाहिँ लान पाइन्छ अरे ऊ यहाँसम्म यहाँ गएर खोल्ने हो हेर्नु त छुट्टै के छुट्टै यसरी खोलेर जाने चारैतिर मन्दिर होइन यहाँ चाहिँ अब रेस्ट गर्ने ठाउँ भयो काली गण्डकी यस्तो छ यहाँ हेर्नु त
प्राकृतिकको बीचमा यसरी रमाउनु छुट्टै मजा आउँछ नि हेर्दै। अनि यतातिर ढुङ्गाको बीचमा होइन हेर्न यस्तो आनन्द के यहाँ बस्दा पनि मन एउटा छुट्टै आनन्द के पिस होइन माइन्ड एकदम पिसफुल के चारैतिर डाँडै डाँडै नि त यस्तो। दुईवटा बहिनीहरू रेस्ट गरेछ नि यहाँनिर होइन जाने यसरी जाने अरे यहाँबाट एक राउन्ड गयो यो गुफा होइन अनि यसो एक राउन्ड हानेर यहाँ निस्किने अरे हेर्नु त गाइज एक्सप्लेनै गर्न सकेन यो ठाउँ मैले पुरै के अब त्यो पिसफुल एकदम के प्रकृतिको बिचमा ढुङ्गाको बिचमा चट्टानको बिचमा अनि त्यो गुफा होइन अनि मन्दिर। गाइज हामी भित्र छिर्दैछौँ हेर्नु त यहाँ हेर्नु यहाँ कस्तो गिरायो डरलाग्दो गिरायो फेरि आम्मामा यस्तो नि त पुरै मन्दिर। यहाँ पनि गुफा रहेछ हेर्नु त खोइ के हो यो देख्दैन अँध्यारो छ पुरै यस्ता छन् सबै विष्णु भगवानहरू लिङ्ग छन् मजाले यस्तरी जाने त खोलाको छेउमा है यहाँ यस्तो ठाउँमा चाहिँ टक्क लगाएर मनलाई शान्त गरेर होइन एउटा पिसफुल राखेर मनलाई क्लाम राखेर होइन मेडिटेट गर्नु चाहिँ एकदमै राम्रो हुन्छ कि मनलाई आनन्द भन्न यसरी बनाइदिएको रहेछ यो पहिला थिएन नानु होला यो त है यो त भर्खर बनाइदिएको रहेछ गाइज नि त नत्र यो नभइदिएको चाहिँ अलिकति गाह्रै कि हिँड्नुलाई पनि यस्तो बाङ्गो टाइपको रहेछ तर यति चाहिँ बनाइदिएको रहेछ यहाँबाट गयो भने गयो सिधै हेर्नु त यो फोन झरे पनि गयो सिधै मुनि खोला छेउमा यसरी निहुरेर जानुपर्ने यस्तो गरेर खतरा रहेछ यो लौन ठाडै छ यो त यस्तो हेर्नु त ठाडै छ यसरी आम्मामा हेर्नु त आइस हामीले चाहिँ अघि गाइस परिक्रमा गरेको चाहिँ ठ्याक्कै एउटा चट्टान यो ढुङ्गा होइन यसलाई ठ्याक्कै परिक्रमा गर्ने चाहिँ यसरी साइडमा किनाराको छेउछेउबाट यसरी आएर ठ्याक्क अनि त्यो अघि हामी बसेको ठाउँबाट यसरी निस्किने ठ्याक्कै हुन्छ यसरी आएर ठ्याक्कै एक राउन्ड परिक्रमा रहेछ कि यहाँ चारैतिर भगवान्हरू हेर्नु चारैतिर चट्टानहरू उता माताको गुफा यहाँ रहेछ कि यसरी यहाँ चाहिँ ताल चलाइदिनु भएको रहेछ उहाँहरूले यस्तो भित्रसम्म रहेछ कि हेर्नु त पुरै चट्टानको बिचमा ढुङ्गाको बिचमा है यस्तो छन् यहाँनिर यसरी यहाँ एउटा भयो होइन अनि यहाँ पनि एउटा राख्नु भएको रहेछ यसरी सीता माताको गुफा पनि छिरायो अब यहाँ अघि म चाहिँ छिरेको थिएन गुरु वशिष्ठको गुफा रहेछ होइन त्यहाँ पनि छिरेर हेर्छौँ हामी यस्तो रहेछ होइन यहाँ चाहिँ मेडिटेटहरू गरेर बस्ने मजाकै मेडिटेट गरेर बस्ने यसरी वशिष्ठ गुरु चाहिँ यहाँ हुनुहुँदो रहेछ यसरी यहाँनिर गुफा यहाँ मेडिटेट गर्ने होइन गरेर बस्ने ठाउँहरू रहेछ मजाको सानो रहेछ एकदम गाइस मोटा माटो मान्छेलाई चाहिँ एकदम गाह्रै हुन्छ यहाँ छिर्नुलाई यसरी छिर्नुपर्छ नि त ल बिस्तारै जाऊ है ए यहीँसम्म रहेछ देखाइरहेको छु यहाँ अँध्यारो हुने रहेछ भाइ नदेखिने रहेछ नि त यहाँ त पुरै फाइनली यस्तो रहेछ गाइस आमामा क्यामेराम्यान हो दुइटै नै यहीँसम्म यस्तो रहेछ यस्तरी यो पछाडि हेर्नु त यस्तो छन् देखाएको छ कि छैन तपाईँहरूले यो पछाडि चाहिँ यस्तो छ नजारा हेर्नु ठ्याक्कै यहीँसम्म रहेछ कि गुफा चाहिँ यस्तो छ नि त यो ठ्याक्क मोटो मान्छेलाई चाहिँ छिर्न गाह्रै हुन्छ नि यसरी हेर्दै खाना एकदम यहाँ चाहिँ एकदम होचो नै रहेछ कि यो अहिले हामी मन्दिरभित्र आएको छौँ ठुलै रहेछ नि एरिया त अब मैले सोचेको सानो हुन त टन्नै छ अरे यस्तो होइन तर हामी अब सबै इज टेम्पल त घुमेर भ्याउँदैन अब जुन मेन हो सर एक लट घुम्छ अनि फर्किन्छ हामी अहिले फेरि दिउँसो अब गर्मी छ नि त नारायण घाट चाहिँ हाम्रो यो दिउँसो हिँड्न सकिँदैन अनि एक लट अब
मेन मन्दिर घुम्छौँ, दर्शन गर्छौँ अनि हामी फर्किन्छौँ। तर एरिया चाहिँ दामी बनाइदिएको रहेछ क्या, यो नयाँ नयाँ नै भर्खर बनाएको हो सबै हेर्दै। यस्तो छन् पछाडिको नजाराहरू यस्तो छन्। यहाँ चाहिँ हवन गर्ने रहेछ नि, मन्दिर भयो। यहाँनिर शिवको मन्दिर रहेछ कि यहाँनिर हेर्नु त, ठुलो खतरा बनाएको रहेछ, भर्खरै बनाएको जस्तो कि। यहाँनिर हवन गर्दै हुन्छन्। मन्दिरको परिक्रमा पनि हामीले 1 राउन्ड गरिसक्यौँ। लगभग हाम्रो प्रोग्राम पनि सक्यो, 1 राउन्ड हाने दर्शन गऱ्यो। अब हामी फर्किन्छ होला। अनि हामी ठ्याक्क यो घुम्दाखेरि यसरी 1 राउन्ड हान्दाखेरि होइन, हामी यताबाट आएको यसरी 1 राउन्ड हान्दाखेरि ठ्याक्कै यहाँनिर बिचमा शिवजीको मन्दिर रहेछ कि। यसरी उहाँहरू पूजा गर्दै हुनुहुन्छ, जलहरू रहेछन्। हामी 1 राउन्ड पनि घुमिसक्यौँ। अब हामी बिस्तारै घरतिर फर्किन्छ होला। अब त घाम पनि एकदम चर्को होइन, पोल्नु पनि थाल्यो। अब सकिँदैन एकछिनपछि यहाँनिर बस्नलाई। अब मेन चाहिँ थियो होला होइन, साइड सानो मन्दिरहरू चाहिँ हामी छिर्दैन होला। हामी फर्किन्छ होला ठिकै। अब यहीँबाट पछाडि देख्नु सक्नुहुन्छ यहाँको नजाराहरू। यो इन्ट्री गेट चाहिँ यो भयो। अनि हामी सीतामाता गुफाबाट आउँदा चाहिँ उता पछाडिबाट आएको हो क्या, यो मन्दिर चाहिँ हो ठ्याक्कै। डुङ्गा चढेर होइन 1 राउन्ड हानेर पनि हाम्रो एक्जिट चाहिँ अब फाइनली आइसक्यो। यही हो एक्जिट होइन त, यो झुलुङ्गे पुल घटेर यसरी निस्किन्छौँ। फाइनली हामी त्यो डुङ्गा चढेर पनि 1 राउन्ड घुमेर पनि हाम्रो स्पोट आइसक्यो। यति भन्दै आजको भिडियो चाहिँ म यहीँ इन गर्नु जाँदैछु। के मन पऱ्यो लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सब्सक्राइब गरेर साथ सपोर्ट दिनु होला भन्दै अर्को भिडियोमा भेट्ने भाषा गर्दै आजलाई बाई बाई। थ्याङ्क्स फर वाचिङ। यहाँ हामी आएको पुल हेर्नु त, यहाँ मन्दिर त्यहाँ होइन यताबाट। अनि यस्तो आएर पुल चाहिँ एकदम खत्रै चाहिँ हल्टाउने एकदम डरै लाग्दो थियो कि, पुरै डिङ 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 बाइक साइक सब हिँडिरहेछ।